तर 2-4 सय चाहिँ भयो नि कमाइ भयो हुन्थ्यो भन्ने मान्यता राखेर चाहिँ व्यापार बिजनेस अघि लाने मान्छे म यो नोटिफिकेसनलाई फालिहालौँ त हामी यहाँबाट दिमाग ह्याङ गरे मान्छेले ल जा राजेर हेलो जोशी इङ्ग्लिस आउन हैन आउँछ नआउने हामीलाई के छ नेपालीले सगरमाथा त आरोहण गरे चढे नि त नेपालीले चढेका होइनन् र नेपालको पहिलो प्रधानमन्त्री के अरे नेपालको पहिलो सगरमाथा चढ्ने महिला को हो ल नाम भन को हो नेपालको पहिलो सगरमाथा आरोहण गर्ने नेपालकी महिला थ्याङ्क यू सुमन फर द गुलाब फुल थ्याङ्क यू सुमन सुमन भन त्यो त व्यापार भएन भने व्यापार चाहिँ भएन नि आज 100 भने यसो व्यापार गर्दै आउने भाइ को शर्मिला हो थाहा रहेछ नि होइन कति करा यार भनिसकेपछि नेपालीले गर्न सक्ने केही छ त नि छ र छैन के हरेक कुराहरू अरे कति कराइस यार बोल्न दे नेपालीले हरेक कुराहरू गर्न सक्छ